आदरणीय दर्शकवृन्दहरू नमस्कार। तपाईहरुलाई स्वागत छ आजको संसार युट्युब च्यानलमा। यहाँ म तपाईहरुलाई देखाइरहेको छु यो घर। ल हेर्नुस्, यो घर यस्तो राम्रो छ, यस्ता राम्रो ठाउँमा छ, तर अब मान्छे छैन। मान्छे कहाँ गयो? अमेरिका छ कि अस्ट्रेलिया छ, कता छ हैन। अब घरमा तपाईको जंगल भइसकेको छ। घरभित्र हेर्नुस् आँगन। तपाईहरुलाई म नजिक गएर देखाउँछु। ल हेर्नुस्, पुरै यस्तोरी घाँस भएको छ। यहाँ अब मान्छे छैन, हेर्ने मान्छे कोही छैन। ल हेर्नुस्, घर बिक्रीमा पनि छ। यसरी यस्तो भएको छ घर। अब बन्चियो यो घर पुरै बन्चिसक्यो। हाम्रा गाउँघरमा खेतीपाती अब बन्ची जस्तै अब घर बन्जिन्छ। यहाँ माथिबाट नि देखाउन चाहे। ल यस्तो घर बन्चिएको छ। यस्ता राम्रो ठाउँमा भएको पुरै बन्चिएको छ। यो 2 साल 3 साल जति भइसक्यो। अब कुहीँ छ यो घर, बिस्तारै कुहीँ छ। यस्ता घर त कति कुहिएका छन्। अब यो यतातिर चाहिँ यस्तो हुँदो रहेछ। देशमा चाहिँ यस्तो हुँदो रहेछ साथीहरू। अब हाम्रातिर चाहिँ के हुन्छ भन्दाखेरि तपाईको अब हाम्रा गाउँघरमा सहर केन्द्रित भएर अब सबै बजिया छन्। खेतीपातीहरू पहिलेका अब हामीले रोपेका खेतहरू बारीहरू बजिएका छन् भने यहाँ चाहिँ अब घरहरू कुइँदा रहेछन् दर्शकवृन्दहरू। अब यहाँका घरहरू चाहिँ प्रत्येक घरहरू लगभग 30-40 वटा घरहरू कुहिएका छन्। यहाँ राम्रा घरहरू अब बनाउँछ, फेरि बस्ने मान्छे छैन। कोही बेला बङ्गलादेशी आदमीहरूले चाहिँ काम पाएका छन्। उहाँहरूले चाहिँ यसो महिनामा एकचोटि आएर घाँसहरू काट्छन्। कतिपयको त कतिको त त्यतिकै कुहिराखेको हुन्छ। घाँसहरू पनि टन्नै कुहिराखेको हुन्छ। घाँस रुखहरू उम्रेर त्यत्रो हुन्छ हैन। त्यस्तै सबैतिर नै हुँदो रहेछ यो बसाइँ सर्ने क्रम चाहिँ नि। हाम्रो नेपालमा मात्र हैन, यहाँ पनि हुँदो रहेछ। यस्तो छ साथीहरू। ल यहाँका घरहरू चाहिँ